लाकुरी भुन्जेङको डाँडा झर्दैछौँ हामी डाँडाबाट दिदीहरू अगाडि हुनुहुन्छ हामी चाहिँ पछाडि पछाडि कस्तो रमाइलो छ लाकुरी भुन्जेङ अब त बाटो यहाँनिर एक ठाउँबाट चाहिँ गाह्रो त्यसो सहिलो ऊ त त्यहाँ त्यो बाटो कहाँ जानेको पुगिन्छ यता गाउँमा जान्छ ए यता पनि सुटिङ गर्ने खालको छ नि ठाउँ त पुराना घरहरू झोपडीहरू छ कस्तो राम्रो घर रहेछ गुम्बा जस्तो छ होटल जस्तो रमाइलो छ होइन गाउँको बुटो पनि यो के को भनेर सोध्छ धानको बुटा पनि यो के हो भनेर सोध्छ त्यहाँ त हुँदैन है यहाँ केही हुँदैन सबै किनेर खान्छ त्यही भएर सोधेको के भयो माथि माथि डाँडातिर त्यो त पहिरो गएको छ पर त रमाइलो छ लाकुरी डाँडाबाट त झर्दैछौँ रमाइलो रहेछ मान्छेले त ओह्रालो हेरेपछि त बेसरी कुदायो कुदै अलिक गइ ल अब हाम्रो चाहिँ कुद्छ पिसायो यो कच्ची बाटोमा चाहिँ के छ भने दाइले यो गाडी हाइ अब त पिसायो फिलिली आनन्द छ अब त फिलिली भयो कस्तो राम्रो बनाएको छ राम्रो बनाएर छ त्यो अलिकति बाँकी रहेछ त्यो पनि बन्छ बिस्तारै बन्छ फर्कँदा पनि यही बाटो कि अर्को बाटो सायद यही हुन्छ होला यो धेरै 6-7 किलोमिटरकै फरक पर्छ उता र यता भनेपछि यही हुन्छ यही हुन्छ यही एक ठाउँ अलिकति उक्लिँदैन कि भन्ने मात्रै हुन्छ कहाँनिर यतैबाट हजुर त्यो अघि ओह्रालो झर्दियो नि एक ठाउँ टर्निङ हो त्यहाँनिर यता पनि गाउँतिर जाने बाटो रहेछ ओहो खुसीले साइकल चलाएर हेर्दैछ त यो ठाउँ बस्नलाई पहिरोको डर कि पहिरोको डर छ नि रातो माटो रहेछ पनि बहन त आन्दा रातो माटो यहाँको भोटे गाउँ हो तर कहिले खाली कस्तो गनाउँछ त झारले अरे फेरि जाँड पनि गनाउने कारण त्यही होला जस्तो लाग्छ त्यही गन्थे झारले गनाएको नि बाग्न आने आला त्यसो त्यो बाटो नि बिझाउनै बाँकी छ अस्ति नै गर्ने भन्थ्यो अड्किन्छ त्यही त बसेको यहाँनिर पानी पऱ्यो होला हिलो भएछ नि त्यही काठमाडौँ त्यही बजार यहीँको बाटो बस्नुपर्ने छ नानीहरू मजाले बस्नु जति पछाडि हुनुहुन्छ यहाँ सानो घर रहेछ मान्छे बसेको हुन्थ्यो यसो हेर्दा पहला जस्तो लागेन ल अब सिद्धियो कति राम्रो घरहरू गयो फेरि पिचबाट आयो कहीँ बिचमा जाँडा झड्याहरू पछि गर्ने भन्दै बसेको होला नि कस्तो राम्रो घर रहेछ यहाँतिर त ए बुहारी सिरियलको अब यस्तो घर देखेर रहर हुन्छ नि त अब त सबै पक्की घर भए घरहरू कस्तो दामी छ राम्रो हुन्छ मकै रोपेर छ अहिले रातो माटोको मकै कस्तो मिठो हुन्छ सजिलो हुन्छ कि रातो माटोको मकै यस्तो तरुल हजुर यो सबै मिठो हुन्छ यो मिठो हुन्छ तपाईँको यसको कस्तो हुन्छ अरे भने त्यो अलिकति पानीहरू हुन्छ नि च्याल पानी यसले सोध दिन्छ क्या रातो माटो त्यही भएर एकदम फक्की हुन्छ हुन्छ अनि अब आज कलाकार भएर आउनु पाइयो नि त नत्र कहाँ आउनु पाउनु त्यही त
ड्राइभर कलाकार अनि त्यसपछि आर्मी पुलिस त्यही घुम्न पाएँ मजाले उनीहरू त सर भएर जान्छन् कर्मचारीहरू माने धुमन कोसियाना पुल छ यहाँ खोलादेखि यता काभ्रे काभ्रे अब काभ्रे छोरा काभ्रे सुरु भयो हामी काभ्रे मानेबाट काभ्रे सुरु भयो एउटा जिल्ला छोडियो हामीले छोडिहाल्नु छ केटाले काभ्रे प्रस्थान भयो गाइसहरू काभ्रे प्रस्थान भयो सबै निलोले छाएको रहेछ निलोले घरहरू जस्ता पुगिसक्यो यहाँ त बजारै रहेछ यसरी खाएको है कति दामी घरहरू फेरि तपाईँको ट्याक्सी नजाने ठाउँमा यो जान्छ फेरि ल त्यस्तो खतरा है हजुर कस्तो कस्तो उकालो जान्छ थोरै मान्छे हाल्छ नि फेरि दिल्ली 3-4